फुटाइदिनु फुटे सो हेलो गाइस सन्चै हुनुहुन्छ होला आज चाहिँ म जाँदैछु अलैँची बारी पानी लाउनको लागि अनि मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानल चाहिँ नेपालीबाट A1 राई छ नेपाली भएपछि हैन अनि म चाहिँ जाँदैछु अलैँची बारमा पानी लाउनको लागि आज चाहिँ मैले ब्लग सुरु गर्दैछु है अनि यस्तो छ आजको दिन चाहिँ एकदम खतरा खुलिरहेछ हैन ठाउँसँग भन्नु पर्दा चाहिँ यस्तै भइरहेछ अब पुग्नु पर्ने हुन्छ म चाहिँ निकै टाढा छ यो चाहिँ आजको दिन हैन एकदम खुला भइरहेछ दिन चाहिँ म चाहिँ पुग्नु पर्ने हुन्छ निकै टाढा म चाहिँ फाइनली अलैँची बार आइसकेँ अब गएर हैन अलैँची बार गएर पानी लाउनु पर्ने हुन्छ म अलैँची बार चाहिँ यही हो भन्नुपर्दा खास चाहिँ त्यति धेरै त छैन तैपनि पानी घुमिरहेछ तल देख्न सक्नुहुन्छ अनि म चाहिँ गएर त्यो पानीलाई सार्नु पर्ने हुन्छ है पानी चाहिँ एकदमसँगले खतरा घुमिरहेछ अर्को साल अलैँची टन्नै फल्छ भन्ने आशा छ होइन अलैँची बार यस्तै भयो भने अलैँची बार चाहिँ खासै राम्रो छैन है यहाँ यो पानीलाई मैले गर्नुपर्ने हुन्छ सार्नुपर्ने हुन्छ होइन अब म चाहिँ जानुपर्ने हुन्छ होइन पानी सानी लगाइसकेँ मैले चाहिँ म चाहिँ अब पर धारामा गएर हेर्नुपर्ने हुन्छ पानी होइन यो चाहिँ खनी पाकेछ होइन भप्पा खतरा पाकेको र म चाहिँ खाँदैछु मिठो खानु होइन गुलियो क्या एकदम बब्बाल गुलियो हुन्छ होइन तपाईँहरूले खानु भएको छ होइन यस्तो खतरा हुन्छ अनि धारामा गएर अलिक पानी हेर्नुपर्ने हुन्छ मजा है धारामा चाहिँ पानी के कति छ होइन साह्रो हुँदो हौ काले लास्ट जाडो भइरहेको छ हाम्रो गाउँतिर चाहिँ आजभोलि चाहिँ हाम्रो चाहिँ धारा धेरै टाढो छैन धारा चाहिँ यहीँ नजिकै हो धारा चाहिँ पहिलाको पुरानो धारा है यो रोड मुनि छ यो रोड मुनि भएपछि म चाहिँ यहाँ तल जानुपर्ने हुन्छ होइन अनि धारा गएर पानी हेर्नुपर्ने हुन्छ पानी कत्रो छ भन्ने कुरामा यो सब यताको अलैँची हो यो उतातिरको होइन धारा चाहिँ पानी चाहिँ जानु रहेछ पानी चाहिँ यहाँ ठुलो एकदम होइन यहाँ चाहिँ तातो छ पानी पानी एकदम बब्बाल तातो छ क्या
धाराबाट निस्किएर टक्कसँगले म चाहिँ पसलतिर होइन एकदम तरिकाले म चाहिँ यहाँबाट पनि निस्किसकेको छु होइन पसलमा चाहिँ को छ भनेर होइन पसलमा केही खाजा खानको लागि के अरे कहाँ के हो बाँकी बिहान बेलुका मात्रै भेटिन्छ दिउँसो भेट्न यो त म बेलुका राति मात्र आउँछु बेलुका मात्र आउँछु बेलुका राति उहीँबाट म त जहिले पनि ओसेप्लाबाट बालेर आउँ बेलुकाखेरि भेटिन्छ कि बिहान भेटिन्छ खाना खाने बेला पनि भेटिन्छ दिउँसो त खानालाई एउटा फुटिदिनु न एक्लै कतै नि अलैँचीमा पानी लाउन आएको थियो फुटे फुटाइदिनु फुटे सबैको नाम यसरी यसरी छ भन्नु त्यो बिल देखाउनु पर्छ म पनि अलैँचीमै पानी लगाएको 20 रुपैयाँ मिठो हुँदैन लौ त्यस्तो बिस्कुट चाहिँ मिठो हुँदैन भन्छ हौ बिस्कुट मिठो दुईटा अरू किन्नु त त्यसको त एमआरपी नि हेर त 20 रुपैयाँ छ दुईटा अरे छु 30 रुपैयाँ होइन खाना ल अब 10 रुपैयाँ र 40-30 नै फाइनली हामी चाहिँ अब घर आइसक्यो घर आइपुग्यो भन्नुपर्छ होइन हाम्रो दाइ पनि हेर्छु निस्किन्छ म चाहिँ घर पनि आइसक्यो अनि कस्तो लाग्यो भिडियो होइन सबैजनाले कमेन्ट गरिदिनु होला है मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू ओके बाई बाई सबैजनालाई